यो धामी गुरुजीको घर हो? हो जाजा भाइ हुनुहुन्छ? ए बडी पिता पिता हजुर उको मान्छे भेट्न आउनु भएको छ। ए गुरुजी नमस्कार। नमस्कार बसौँ के हामी सानो काम लिएर आएका छौँ। के काम लिएर आउनुभयो? अनि तपाईँ त्यही त यो हाम्रो केटो अलि बिमारी छ, के भयो कसो भयो झोक्रिएर बस्छ, अनि तपाईँ यसो हेर्नुहुन्छ अरे भनेर सुनेर अनि म तपाईँबाट भेट्न आएको। ए बिहानदेखिबाट मैले पनि भर्खर यस गरेछ भित्र बसेर ढल्की मात्रै रहेँ। बिहानदेखिबाट पुरै बाटासम्म नै लाइन थियो। हेर्ने पर्नेले त रुवाएको छ मलाई। अब एकछिन यसो सुतिरहेको थिएँ मात्रै। फेरि हामी आयौँ। त्यही त कहाँबाट आउनु? हामी यता मासतिर के टाढै भन्दा पनि के हो यो उदालगुडी साइड नि त। हजुर त्यताबाट आएको। ए नातिनी तँ थाल ले त्यता यहाँ यसो गुरुजीको दक्षिणा हाल्दैन। यो राम्रो हेरिदिनु एकदम अनि म त हैरान भएँ। डक्टर कहाँ लान्छु हुँदैन, कति लग्यो कति पैसा खर्च गरेर तपाईँको सुनेर अनि म तपाईँबाट लिएर आएको। नाम के हो? नाम त चन्द्र चन्द्र हो। हेर्दै हेर्दै कहीँ यस्तो जङ्गल सङ्गल कहीँ नदी पाखा पोखरीमा कतै गएका थिए कि क्या हो? अस्ति 2-4 दिन अगाडि यसो नदी किनारतिर बेलुकाखेरि हजुर यसो पहिला घुराउँ भनेर यहाँ ढुकेर बस्छ घरमा। अनि यसो हावा खुवाउन भनेर नदी किनार लगिरहेको थिएँ। त्यति नै कतै के लाग्यो कि? हजुर यो त अलिकति चाडा खाब्जे भइरहेछ। चाडा खाब्जे बरफ खाउन बरफ होइन अहिले कहाँको बरफ खानु। पछि त्यहाँ हेर्दै हेर्दा चुप्प लागेर बस्छ। यस्तै कटाकुची गरिरहन्छ। कहिले के भन्छ कहिले के भन्छ। यहाँ चाडा खाब्जे भएको छ। हेर्नु हेर्नु जङ्गली चारपट्टिका जङ्गलीले घेरेको छ। एउटा यो फेसबुक जङ्गली भन्छ, एउटा यो वाट्सएप जङ्गली भन्छ, एउटा इन्स्टाग्राम जङ्गली भन्छ, अनि एउटा चाहिँ डुली हिँड्ने मसानले भेटेको छ। हेर्नु है तिनवटा खाब्जे भएको छ। अब त्यो के गर्दा चाहिँ राम्रो हुन्छ, के चाहिँ गर्नुपर्छ? त्यसलाई अहिले अब यसै बुझाउन सकिँदैन। त्यसलाई चिन्दै बस्नुपर्छ। एउटा कालो भाले ल्याउनु तपाईँहरूले, अनि हाँस एउटा चाहिन्छ, अनि 7 मुलको पानी चाहिन्छ, 4 डोबाटाको माटो चाहिन्छ, ती सबै ल्याउनु। अनि मसानको बाँस चाहिन्छ, ती सबै लिएर आउनु। अब म अहिले के जाति गरिदिन्छु। अहिले भएन छ भने तपाईँले मेरो फोन नम्बर लिएर जानु न, अनि मलाई फोन गरी हेर्नु नि त। कुन दिन बस्नुपर्छ चिन्ता, म बसिदिउँला नि त। मिस्टी खाऊ न। होइन गर्नु भने एकछिन हुँदैन। र यो छुटाउन चाहिँ गाह्रै छ। त्यति सजिलो चाहिँ छुट्नेवाला छैन। एकदम धेरै के यो फेसबुक जङ्गलीले भेटेको छ। साह्रै नराम्रो चाहिँ फेसबुकले भेटेको छ। त्यो जङ्गली हुन्छ, एउटा फेसबुक भन्ने जङ्गली हुन्छ। अनि त्यो इन्स्टाग्राम भन्ने चाहिँ अलिक सानो हो। त भन्दा वाट्सएप त भन्दा पनि अलिकति सानो हो। अर्को त्यसमा मसान पनि छ। सबै कुछ त्यही मोबाइलमै छ। त्यसैमा छ सबै। तिनीहरूलाई ती चारैवटालाई 4 चोकले बुझाउनु पर्छ। र 7 डोबाटाको माटो, कालो भाले, एउटा हाँस,
अनि 7 मोलको पानी 7 थरीको फुल यति चाहिन्छ। अच्छा कहिले आउँ के बार पारेर आउनुपर्छ कहिले आउनुपर्छ मेरो नम्बर लिएर जानु। अच्छा म यसो बिमारीलाई यसो अलिकति खुकी पनि दिन्छु हो। राम्रो गरिदिनु म त अब यतापट्टि राख्नु न बिमारीलाई। यता ठुलो बिमारी दिएर बस्छ भाइ म यसो अलिकति अलिकति चिया खाऊ न चिया। भन्छ यहाँ यसो यस्तै बोलिरहन्छ के मान्छे म त होइन कपडा नलागेर जङ्गली नै छ जङ्गलले नै हो यो यस्तो खाउँ उस्तो खाउँ भन्ने चाहिँ। हात हाल्नु त यो खाइ के अरे फुकेको दबाई के कति चामल दबाई हो लु तपाईँले लिएर जानु हो मेरो नम्बर लिएर जानु। अच्छा लु भन्नु त देख्नु पो यस्तो छ यो मान्छेलाई यस्तो कतिवटा मल फुटा यो हो जङ्गली चाडा खाब्जे भएको छ छुटाउन गाह्रै पर्छ। नम्बर चिन्ता नबसी हुँदैन हेर्नु। अच्छा अच्छा ल 78 13 72 00। अच्छा 1 लास्टमा ल लो भयो त्यही हो नम्बर। गुरुजी हामीले ल त लु गयौँ त हामी ल है